चिनीमाया बहिनी जङ्क फुड खाएको भिडियो मात्र कति हाल्छौ बेला बेलामा हेल्दी फुड पनि खाने गर नत्र टप्केला मासतिर बेलैमा हेलो हेलो साथीहरु फेरि पनि हसुर्ने भ्लग लिएर आइसकेकी छु आज खाँदै छु ढेडो कुखुरी काको मासु अचार थाहा छ छिटो हसुर भनिराख्नु पर्छ देखेर थाहा पाइहाल्छ नि जहिले पनि एक्लै मात्र खानुहुन्छ हामीलाई चाहिँ दिनुहुन्न हामीलाई चाहिँ बोलाउनु हुन्न भन्नुहुन्छ नि तपाईहरु दिन्छु नि किन दिदिन गर्नुस् त कस्तो रहेछ मिठो रहेछ हुन त चिनी मायाले खुवाएको गुल्यो होला नि मलाई के धेरै जनाले चिनी माया तिमी कति जङ्क फुड खाएको भिडियो मात्र अपलोड गर्छौ हेल्दी फुड खाएको भिडियोहरु पनि अपलोड गर भन्नुभएको थियो तपाईहरुले भन्नुभएको कुरा पनि एकदमै सही हो so nice बट दिदीहरु बट मेरो कुरा सुन्नुस् गर्नुस् मासु खानुस् नाटकै हो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है मैले भिडियो अपलोड गर्दा पनि जङ्क फुडै खाइरा हुन्छु भिडियो अपलोड नगर्दा पनि जङ्क फुडै खाइरा हुन्छु मतलब यो भन्दा अगाडि पनि मैले जङ्क फुडै खाइरा थिए यो क्यामेरा पछाडी पनि जङ्क फुडै खाइराको हुन्छु एनी टाइम जङ्क फुडै खाइरा हुन्छु दिनकै खाइरा हुन्छु वाह यो त छिट्टै टप्किने भयो जङ्क फुड खाएर भन्ने सोच्नु भएको होला मेरा 2-4 जना दुश्मनहरु म त टप्क्यो भने पनि टन्न खाएर टप्किन्छु तिमीहरु खाँदै नखाइकन टप्क्यो भने के गर्छौ सोच त एकचोटी अबे साले निकालेको चीज पनि फेरि खायो भन्नु होला आफ्नै जुठो त हो नि खाँदा के हुन्छ yes यता उता कुरा ननिकालिकन हाम्रो कुरा सरासर अगाडि बढौँ है ठीक है जङ्क फुड मैले मात्र होइन अहिलेको जमानामा जङ्क फुड जसले पनि खाइरहेको हुन्छन् इभन मलाई यो भन्नु हुने तपाईहरुले पनि खाइरहनु भएको छ जङ्क फुडहरु होइन होला के हो हामी सबै जनालाई राम्रोसँग थाहा छ जङ्क फुड खानु हुँदैन बिरामी हुन्छ क्यान्सर हुन्छ के हुन्छ तर जोसुकैले जेसुकै ज्ञान कानमा ठोस दिए पनि मन पर्ने भनेको त्यही जङ्क फुडै हो अरूको चाहिँ कुरा गरेको होइन मैले मेरै कुरा गरिरहेको छु मलाई कसैले आएर तिम्रो त्यो जङ्क फुड पिरो अमिलो साइडमा राख 1 करोड तिम्रो नाममा राखदिन्छु तिमी छोड्देऊ पिरो अमिलो आजदेखि भन्यो भने पनि मलाई त्यो 1 करोड चाहिँदैन साइडमा राखेको पिरो अमिलो जङ्क फुडै चाहिन्छ भोलि पर्सि चाहिँ थाहा भएन किनभने मलाई भविष्यवाणी गर्न आउँदैन अहिलेको लागि चाहिँ जङ्क फुड मेरो लागि अक्सिजन हो क्या अक्सिजन देखो गाइस मुझे खाना खाते खाते माइक मिला बताओ पहले गाना गाऊं कि खाना खाऊं माइक मिला है तो गाना ही गा लेता हूँ तुझे चाहा रब से भी ज्यादा फिर भी ना तुझे पा सके रहे तेरे दिल में मगर तेरी धड़कन तक ना जा सके खाना खाँदा खाँदै गीत गाउनु हुँदैन भन्नुहुन्थ्यो मम्मीहरूले आफू त फेरि कान्छी छोरी परियो लक्ष्मी पनि मै हो राक्षसनी पनि मै हो बस करो लड्की बस करो अब चाहिँ म फ्याक्ट कुरा गर्छु सिरियस भएर कुरा गर्छु है मैले सुरुदेखि नै जङ्क फुड खाएको भिडियो किन हालेको भने एक त मलाई खाना पनि मन लागेको अर्को फेरि मेरो भिडियोमा मात्र होइन अरू मान्छेहरूले जङ्क फुड खाएको भिडियोमा भ्युज कति जान्छ तपाईहरुले त्यो पनि देख्न सक्नुहुन्छ क्या यो कुरा गर्दै गर्दाखेरि फेरि यसले त भ्युजको लागि मात्र खाएको रहेछ भन्ने सोच्नु होला होइन म त्यस्तो छैन 100% होइन भन्न पनि मिल्दैन अलि हो तर मलाई खानै मन लागेर खाएको हो कि मलाई धेरै नै खान मन लाग्छ कि यस्तो जङ्क फुडहरु चाउचाउ पानीपुरी चटपटे जति खाए पनि पुग्दैन मलाई मा कसम भने कसम मारु अनि यो बिगिनरहरुले छ नि हेल्दी फुड खाएको भिडियोमा भ्युजै आउँदैन 200-300 भन्दा माथि भ्युज गर्दैन 100% ठोकेर भन्न सक्छु के म किनभने हेल्दी फुड खाएको कसैले मनै पर्दैन मलाई मन पर्दैन अरूलाई कसरी मन पर्छ बात त सही है तर सधैँ जङ्क फुड मात्र पनि खाएर हुँदैन भनेर आज चाहिँ मैले पनि हेल्दी खाना खाएको ल आफैले आफ्नो तारिफ गर्नुपर्छ है कसैको बाउले आएर तारिफ गर्दिदैन सो मैले मेरै तारिफ गरे ल यो मासु चाहिँ म आफै बनाएको कस्तो मिठो छ मेरो एक्सले उसको गर्लफ्रेन्डलाई छोड्ला बरु मैले कुरकुरे हड्डी ना बाबा ना ल हन्तकालीले लगभग सबै खानेकुराहरू हसुरिसकेको छ यो बाँकी भएको झोल चाहिँ भरे भातसँग खानलाई राख्नुपर्छ क्या किनभने म गरिब छु किन फाल्ने भरे भातसँग कम्ता मिठो हुन्छ ल है गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई